यहाँ मैले जवाफ दिनको लागि त मसँग समय छैन, तर मेरा मित्रहरूलाई मैले एकमुष्ट के भन्न चाहन्छु भने अब कथाले शब्द जालले अहिलेको पुस्ता मान्नेवाला छैन। तपाईँको मिथ्याङ्कले मिथ्या इतिहासले अब मान्छे पत्याउनेवाला छैन। अहिलेको चाहिँ नि डिजिटल युग, अहिलेको सूचना प्रविधिको विकास, त्यसबाट युवा राम्रोसँग परिचित छ। तपाईँले राजा किन हटाउन खोज्नु भएको रहेछ? राजा हटाएपछि नारायण हिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो होइन? के को लागि तपाईँले राजा हटाउनु भएको रहेछ त्यो युवा पुस्ताले हेरिराखेको छ। तपाईँ राजा हटाएर देशमा लोकतन्त्रको नाममा गणतन्त्रको नाममा कुन प्रकारको लुटतन्त्र मचाउन खोजिराख्नु भएको छ र मचाइराख्नु भएको छ हेरिराखेको छ। तपाईँको त्यो कृति कुराले अब यो पुस्ता मान्दैन, युवा पुस्ता मान्दैन, म भन्दाको पछिल्लो पुस्ता अब मान्दैन। तपाईँले जतिसुकै भन्नुहोस्, हिजो अस्ति आजभन्दा 8 वर्ष अगाडि देशको राष्ट्रिय ऋण 6 खरबमा थियो, आज 27 खरब पुग्यो। हामी हाम्रो जीवनकै र हाम्रो युगकै सबभन्दा बेसी कर तिरिराखेका छौँ यो दशक। र त्यसमध्ये कति विकासमा गयो त्यो पैसा र कति तपाईँको पेट भर्नमा गयो भन्ने कुरा जनताले हेरिराखेको छ। तपाईँले गणतन्त्रको नाममा आकाशमा उडाउन नमिल्ने प्लेन किनेर खानुभएको कमिसन, तपाईँले प्लेन बसाउन नमिल्ने एयरपोर्ट बनाएको कुरा राम्ररी हेरेको छ। त्यसकारण तपाईँले जतिसुकै शब्दको आवरण दिए पनि अब नेपाली जनता र युवा पुस्ता मान। तपाईँले नेपाली युवालाई भुटानी शरणार्थी बनाएर बेचेर आफ्नो व्यापार चलाउन खोजेको कुरा हेरिराखेको छ। तपाईँले जबसम्म आफ्नो व्यवहारमा सुधार गर्नुहुन्न नि, तपाईँको गणतन्त्रको विरोध चलिराख्छ मात्र होइन, जनताले उल्टाउँछन्। तपाईँ इतिहासको कुरा गर्नुहुन्छ, इतिहास पढ्नु भएको छैन? बेलायतमा राजा निरङ्कुश भए भनेरै चार्ल्स प्रथमलाई काटेरै मारियो नि, फाँसीमै चढाइयो नि। तर गणतन्त्रवादीहरूको तपाईँहरूको अहिलेको जस्तै व्यवहार त्यहाँ भएपछि जनताले 12 वर्ष नपुग्दै 11 वर्ष भित्रैमै विदेशमा बसेको राजाको छोरालाई खोजेर ल्याएर चार्ल्स द्वितीयलाई राजगद्दीमा बसाए। मात्र होइन नि, गणतन्त्रको नायक हुँ भन्ने क्रमवेललाई त्यस बेला मरिसकेका थिए, 1658 मै मरिसकेका थिए। 1660 मा जनताले च्यानबाट खोतलेर निकालेर उसको अस्थि पञ्जरलाई फाँसीमा चढाए। त्यसकारणले जनताले चाह्यो भने यो गणतन्त्र जान्छ। त्यसकारण जनताको शक्तिलाई, युवाको शक्तिलाई तपाईँले नहोच्याउनु। अस्तिको चैत 15 गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो, त्यो नियन्त्रण गर्ने जिम्मा सरकारको होइन। तपाईँ काङ्ग्रेस एमाले भन्नेहरू आज यो सत्तामा भजन कीर्तन गाउँदै मादल बजाउँदै आइपुगेको हो। तपाईँहरू तोडफोड नगरी आएको हो, मान्छे नमारी आएको हो। त्यसकारणले मैले भन्छु कि त्यो सबिन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो? छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रु ग्यास बर्साइयो? किन माथिबाट गोली हानियो? त्यसको जवाफ चाहिन्छ। र मसँग समय छैन, अनुशासनपूर्वक आफ्नो समयमा आफ्नो कुरा टुङ्ग्याउँछु। म त्यस विषयमा सरकारको र सबै विश्व समुदायको मानव अधिकार जगतको म ध्यान आकर्षण गर्न चाहन्छु कि न्यायिक छानबिन आयोग गठन होस् र दोषीहरूलाई कारवाही होस्। धेरै धेरै धन्यवाद।